उदो गाडीमा पो मान्छे थियो कि थिएन त यार कोही मान्छे थिएन अम्मम यो हुन्छ मैले भनेकै हो क्या अलि जाथ्यो हट्टेरीको यार इभी त अनि भित्तामै सेफ्टीको हट्टेरी यार टिफरमा चाहिँ मान्छे थिएन टिफरमा इभी त यार सकियो नि अब यार धन्न मान्छे थिएन भन्नु न यार नत्र त मान्छे त भने अहिलेको त भनेन नि धन्न नि हो केही भएन यार कस्तो ठुलो एक्सिडेन्ट भयो यार धन्न इभीमा चाहिँ मान्छे थिएन र इभी टिफरमा पनि थिएन छैन गाडी त बनाएर आएको 3 दिन नै भएको छैन ए सब बेन्डै सबै हो रेडीबाट सबै नै रेडीमा चेचिसैको हो के अहिले त अनि यत्रो यहाँ आयो नि त यत्रो सरेर अनि धन्न पछाडिको गाडी मान्छे चाहिँ थिएन रहेछ यार इभीमा भएको भए त मान्छे टुक्रा पनि नभेट्ने हट्टे धन्न मान्छे थिएन ठ्याक्कै यो चाहिँ बिचमा परेछ होइन गियरमा त लाउनु पर्छ नि त गियर ह्यान्ड ब्रेक थिएन ब्रेक त लाग्छ त यार मान्छे मुनि सापर खोल्ने मान्छेले बस्नु भन्नु न सिधै गयो क्या किच्छ होला माथिबाटै पो गयो त टिफर त उ त अघि नै भनेको नि भन्नु धन्न सुरुमा टिफर थियो भनौँ न नभए त अरू गाडी त झन् कहाँ पुग्थ्यो होला यो र यसको बिचमा यो थियो दुईटा चाहिँ चेप्टे नि हेर्नु न यो इभी चाहिँ बिचमा थियो दुईटा टिफरको डेन्जर छोरीहरू थियो माथिबाट पो आएको हौ धन्न बिचको मान्छे नि के हो अर्को एउटा हाल्दै थियो कता दुईटा टिफर नहुनु भन्दा सबै गाडी पेलेर लान्थ्यो नि त्यसले यत्रो यत्रो गाडीहरू त यो गाडी त्यो गाडी मुनिको मान्छेलाई धन्न केही भएन भन्नु न सिधा आयो नि त यता चक्का आयो यता कुल्ट्यो अनि यसरी सेप्नु भयो सेप्यो सट्टा गाडी निस्क्यो अनि मान्छे के भयो दुईटा टिफरले गर्दा धन्न अरू गाडी केही भएन यार नभए त पेल्छ भनेको नि सबै यता
घुमेर बजेको छ यहाँ अघि बिहा गर्नु फेरि छोरा खोजेर त गाडीहरुका अलिक पछाडि लाने आइफोन 02 को 48 92 यो 91 पनि फेरि 92 लागि बुझ्नुभयो यो पनि छ सत्य यो गाडीमा त मान्छे भएको भए त यार लोड गाडी हो थाम्दैन नि त ल यो चाहिँ हामी सार्ने कोसिस गर्दैछौँ बाटो खोलाउनुलाई माथि हिलेमा आएर बाइक चाहिँ कटाइहालेको थियो यो गाडी अझै पनि बग्ने चान्सेस छ गाडी